एन्ड जस्ट इट इज ब्युटिफुल क्या राम्रै छ अब त्यो मेन त अब सौखिन नि त्यो बेलाको राजाहरू होइन भित्र त्यहाँ हेऱ्यो भने पनि थाहा हुन्छ कि पुरा चाहिँ त्यो बेलाकै पर्फ्युमदेखि लिएर है अनि के अरे अत्तर रे पुरै अनि उहाँ इटालीमा बनेको अत्तर उहाँ भनेको के अरे कता कता चाहिँ युरोप अमेरिकाको चाहिँ अमेरिका भन्दा अझ युरोपको चाहिँ धेरै छ त्यहाँ युरोपको उयोहरू छ अनि चाइनिज त्यो बाउलहरू चाइनिजको भासहरू छ त्यो पुरै त्यो बेलामा गिफ्ट दिएको पनि छ होला हुनसक्छ एन्ड यो त बुटवलको फुलबारी जस्तै रहेछ अब बुटवलमा फुलबारी भन्ने जस्तो गार्डन छ कि अनि त्यसपछि चाहिँ के राजाको चाहिँ फोटोहरू छ तर त्यहाँ उसले पृथ्वीनारायण शाहको चाहिँ फोटो रहेन रहेछ है त्यसको त्यहाँ प्रायः उसको जस्तै प्रायः माथि गएर काठमाडौँको दरबारमा पृथ्वीनारायण शाहको धेरै उयो राखेको छ नि त त्यो बेलाको चाहिँ छैन रहेछ पेन्टिङहरू केही पनि छैन सबै महेन्द्रको स्पेसल महेन्द्रकै फ्यामिलीको मात्रै रहेछ कि यहाँ वीरेन्द्रको दुईजनाको एउटा फोटो चाहिँ छ है अनि दुईजनाको एउटा फोटो चाहिँ छ अरू धेरै जस्तो त्यो राजाले अब यहाँ त त्यही सिकार गर्ने अब नदीमा नारायणीमा चाहिँ गोहीको सिकार गरेको गोहीको चाहिँ धेरै रहेछ त्यहाँ क्रोकोडाइलको अनि त्यस पछाडि चाहिँ एउटा टाइगरको पनि छ अन्त अझ त राजा हो त उहाँ पनि बस्नु सौरातिर पनि सौरामा होइन त्यो बेला त मेगौलीमा त पुरानो एयरपोर्टै त्यही हो के र अनि त्यहाँ त पारसले होटल चलाउँथ्यो नि पछिसम्म नि अनि त्यस्तो चाहिँ थियो यहाँबाट पनि क्यान सी ब्याकग्राउन्डमा देखिन्छ अब तर लाइटिङले गर्दा एक्सपोजर धेरै भएको छ म हिडेको भएर मैले सबै माकुराको जालो लेगिराखेछु ए है पुरै किरा भुसना उडिरहेको क्या यहाँ फर्स्ट टाइम मान्छे यहाँ गरे पुरै लेउ लागेको छ बाटो पनि यु क्यान सी हियर लेउ चाहिँ बाटोभरि चिप्लिन्छ जस्तो पनि छ तर मेरो जुत्ता नयाँ भएर नि होला चिप्ले होइन बिकज नयाँ जुत्ता धेरै चिप्लिँदैन क्या नयाँ जोगीले चाहिँ धेरै खरानी गर्छ भन्छन् बट नयाँ जुत्ताले चाहिँ मङ्की कस्तो यार ऊ जस्तो कलर हो नि यार यो मङ्की त पुरै यो के किरा हो यो गडेउला होला सानो स्नेकै जस्तो छ नि त यो त स्मल स्नेकै जस्तो छ खान्छ यो त है सर्पै हो है सानो सर्प मरेर चाहिँ दुई तिनवटा दुईवटा हो जस्तो छ यो राइट कि एउटै टुक्रा परेको कि स्नेक